पछिल्लो समय यो सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, जो गणतन्त्रको कुरा तपाईँ हामी सबैलाई थाहा छ कि माओवादी केन्द्रको नेतृत्वमा देशमा रहेको सम्पूर्ण उत्पीडित जातिहरू, वर्गहरूको ठुलो योगदान, ठुलो बलिदानबाट चाहिँ प्राप्त भयो। र सङ्घीयता भनेको कुरा तपाईँ हामी सबैले थाहा पाउने कुरा, देश दुनियाँबाट चाहिँ बुझ्ने र सिक्ने कुरा चाहिँ के हो भने बिना पहिचानमा चाहिँ आधारित सङ्घीयताको परिकल्पना गरिएको होइन। नेपालको सन्दर्भमा अझ भन्दा किन सङ्घीयता चाहिँ हामीले परिकल्पना गऱ्यौँ भन्दाखेरि यो देशमा बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको देश हो र यो सबै पीडित जाति, क्षेत्र, लिङ्ग, वर्गहरूलाई समुचित रूपमा राज्यको हरेक क्षेत्रमा सहभागिता गराउनको निम्ति हामीले 3 तहको राज्य संरचना निर्माण गर्यो। अहिले तपाईँ अधिकांश चाहिँ अब स्थानीय तहको तपाईँ हेर्नुहुन्छ भने तहको नामाकरण त्यहाँको स्थानीय पहिचानमा आधारित छ। कतिपय ठाउँमा चाहिँ अपभ्रंश गरिएको छ, जस्तै केचनालाई चाहिँ कथन कवल बनाइएको छ। केचना हो नि त रियलमा त्यहाँ। त्यसै गरी कयौँ ठाउँमा अपभ्रंश भएको छ भनेदेखि यो देशमा रहेको उत्पीडित जातिहरूको ऐतिहासिक र सभ्यतामा आधारित पहिचानहरूलाई स्थापित गर्ने उद्देश्यले सङ्घीयताको चाहिँ परिकल्पना गरियो हो। भूगोललाई त चाहिए होइन, कोशी त चाहिँ त्यो पहिचान होइन नि, कुनै पहिचान होइन। त्यो त चाहिँ नेपाल छँदैछ, सिङ्गो नेपालै चाहिँ एउटा खस भाषामा नामाङ्कित भएको छ भन्दाखेरि यो 1 नम्बर प्रदेशमा रहेको उत्पीडित जातिहरूको एउटा साझा पहिचान के हुनसक्छ भन्दाखेरि अहिले भर्खरै यहाँ प्रेस नोटमा पनि व्यक्त गर्नुभयो कि हामीले 1 नम्बर प्रदेशमा रहेको मेन चाहिँ जातिहरू किराँती, लिम्बू र चाहिँ कोचहरूको चाहिँ एउटा यो नामबाट चाहिँ प्रदेशको नामाङ्कन, पुनः नामाङ्कन हुनुपर्छ भनेर अहिले हामी आन्दोलनरत छौँ। र यसमा तपाईँहरूको प्रश्न आयो, हिजो कोशीमा चाहिँ हस्ताक्षर गर्ने अहिले भन्ने कुराहरू त्यो कोशी नामाकरणमा जो सांसदहरूले 13 जनामा 12 जना सांसदहरूले हस्ताक्षर गर्नुभयो। त्यसको चाहिँ त्यो कमजोरी पार्टी केन्द्रले पनि स्वीकारेको छ, प्रदेश पार्टीले पनि स्वीकारेको छ र सिङ्गो चाहिँ अब 12 जना प्रदेश सांसदहरूले पनि स्वीकार्नु भएको छ। यो कमजोरी भयो भनेर कमजोरी गर्नुभयो, उहाँले कमजोरी स्वीकार्नु भन्दाखेरि अब के हो त विकल्प भन्दाखेरि प्रदेशमा पनि पुनः नामाङ्कनको निम्ति 13 जना सांसदहरूले चाहिँ त्यहाँ प्रक्रिया अगाडि बढाइराख्नु भएको छ र सरकारबाट पनि, सडकबाट पनि, सदनबाट पनि यसलाई संयुक्त रूपमा चाहिँ हामी पुनः नामाङ्कनको निम्ति अगाडि बढिराखेका छौँ। यसमा चाहिँ दोस्रो प्रश्न जो संविधानले व्यवस्था गरे अनुसार कुन जातिहरूले चाहिँ के प्राप्त गरे भन्ने सन्दर्भमा अहिले संविधानमा लेखिएको विषयहरू पनि चाहिँ कार्यान्वयन भएको छैन। हामीले धारा 56 को 5 को विषयमा पनि हाम्रो बहस छ। त्यहाँ लेखिएको के छ भने विशेष कमा चाहिँ अब संरक्षित क्षेत्र वा विशेष स्वायत्त क्षेत्र भनिएको छ। त्यो सामाजिक र सांस्कृतिक मात्रै भनिएको छ। त्यो पनि निकै ठुलो चाहिँ सङ्घर्षबाट माओवादी केन्द्रको संविधान सभाको सदस्यहरूको संयुक्त चाहिँ पहलमा भयो। त्यसलाई चाहिँ राजनीतिक अधिकारसहित यो भूगोलमा रहेको, खास गरेर 1 नम्बर प्रदेशमा रहेको सम्पूर्ण उत्पीडित जातिहरूलाई राजनीतिक अधिकारसहित स्वायत्त क्षेत्र, विशेष स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रबाट सम्बोधित हुनुपर्छ। र यहाँको मुख्य चाहिँ किराँत, लिम्बाङ, कोचको कुरा छ। त्यो 3टा नाम चाहिँ पहिचानमा चाहिँ को रूपमा त्यो नामबाट चाहिँ यो 1 नम्बर प्रदेशको नामाकरण हुनुपर्छ भन्ने अहिले पछिल्लो माग रहेछ। यो सम्भव छ त भन्ने कुरा आइहाल्छ। सम्भव किन छैन हैन? नेवालाबाट नेपाल हुनसक्छ, केचेनाबाट कचन कवल हुनसक्छ भनेदेखि हुन सक्दैन। कोशी प्रदेशको नामको ठाउँमा चाहिँ किराँत, लिम्बाङ, कोशीले किन हुन सक्दैन? सम्भव छ। हिजो कोशी थिएन, कोशी नामाकरण चाहिँ अब पुरानै सोच र पुरानै चाहिँ प्रवृत्तिहरू मिलेर चाहिँ बनायो भनेदेखि हामी नयाँ सोचबाट चाहिँ जो निर्देशित छौँ र यसको अन्तर्यमा चाहिँ के हो भने हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा पनि छौँ। नयाँ राष्ट्रिय एकीकरण भौगोलिक रूपमा हिजो पृथ्वीनारायण शाहले गरे,
तर भावनात्मक रूपमा यहाँ सांस्कृतिक रूपमा यहाँको भाषिक रूपमा यहाँको चाहिँ ऐतिहासिक चाहिँ सभ्यतामा आधारित सम्पूर्ण उत्पीडित जातिहरूलाई एक ठाउँमा केन्द्रित गर्नको निम्ति जो हामीले हाम्रो पार्टीको चाहिँ अध्यक्ष प्रचण्डको नेतृत्वमा 10 वर्षको जनयुद्ध पनि भयो, शान्ति प्रक्रियामा पनि ठुलै चाहिँ भूमिकाहरू चाहिँ खेल्दै आउनु भएको छ। र अहिले फेरि पछिल्लो समय नयाँ राष्ट्रिय एकताको अभियान स्वरूप सम्पूर्ण जातिहरूलाई चाहिँ एकताबद्ध गराउनको निम्ति यो जातिहरूको पहिचान मात्रै नभएर अधिकारसहित स्थापित गर्ने उद्देश्यले हामीले यो संयुक्त चाहिँ राष्ट्रिय सम्मेलन गरिराखेका छौँ। भर्खरै किराँती र चाहिँ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको पनि हामीले संयुक्त सम्मेलन गऱ्यौँ, बन्द सत्र 8 गऱ्यौँ र यहाँ रहेको मुख्य गरी 5वटा मोर्चाहरूको संयुक्त सम्मेलन गर्नुको चाहिँ उद्देश्य भनेको यहाँ उत्पीडित जातिहरूलाई एक ढिक्का बनाउनु पर्यो। प्रेस विज्ञप्ति जारी गरिरहेका छौँ र यसलाई म वाचन गर्न चाहन्छु। हाम्रो राष्ट्रिय मुक्ति मोर्चाहरू मार्क्सवाद लेनिनवाद माओवादद्वारा निर्देशित जातीय मुक्ति सम्बन्धी सही वैज्ञानिक नीति तथा विचारलाई आत्मसात गर्दै उत्पीडित जातिहरूको राजनीतिक अधिकार सहितको पहिचान स्थापना गर्न आफ्नै मोर्चा गठन गरी सक्रिय रहँदै आएका छौँ। हाम्रो राष्ट्रिय मुक्ति मोर्चाहरूले समय समयमा राष्ट्रिय सम्मेलन मार्फत समय सान्दर्भिक नीति विधि तथा विधानहरू संशोधन वा परिमार्जन गर्दै सङ्गठनलाई पुनः ताजगी प्रदान गर्दै आएका छन्। यसै सन्दर्भमा नेपालको राष्ट्रिय मुक्ति आन्दोलनले नेपालको संविधान 2072 अनुसार 1 नम्बर प्रदेशको भूगोलमा स्वायत्त प्रदेश र त्यस अन्तर्गत स्वायत्त क्षेत्र, विशेष स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्रको व्यवस्था मार्फत सबै उत्पीडित जातिहरूको पहिचान र अधिकार स्थापना गर्न चाहन्छ। ऐतिहासिक पहिचान र सभ्यतामा आधारित किराँत लिम्बुवान कोचिला नाम राखिनुपर्छ भन्ने निष्कर्षमा मिति 2080 साल चैत्र 26 गते बसेको मोर्चाहरूको संयुक्त बैठकले सहमति जनाएको छ। उक्त विषयमा जनमत सिर्जना गर्न प्रक्रिया अघि बढाइएको छ। प्रदेशको पुनर्नामाङ्कन प्रदेश सभाको अधिकारको विषय भए तापनि यहाँ बसोबास गर्ने आदिवासी जनजाति समुदायको माग तथा भावनाको विपरीत कोशी नाम अस्वीकार्य छ र त्यसलाई खारेज गरिनुपर्छ भन्ने पक्षमा पहिचानको आन्दोलन चलिरहेको छ। 1 नम्बर प्रदेशभित्र रहेका राष्ट्रिय मुक्ति मोर्चाहरूले प्रदेश पुनर्नामाङ्कनको विषयमा गरेको सहमति दीर्घकालीन र राजनीतिक महत्त्वको रहेको निष्कर्ष लिएका छौँ। 1 नम्बर प्रदेशको नामाङ्कन सम्बन्धी आन्दोलनलाई पनि उक्त निर्णयले सही दिशामा निर्देशित गर्ने विश्वास हामीले लिएका छौँ। प्रदेशको पुनर्नामाङ्कनको सन्दर्भमा 1 नम्बर प्रदेशमा रहेका मोर्चाहरूले संयुक्त सङ्घर्षमा जाने सहमति गरेका छौँ। किराँत लिम्बुवान कोचिला धिमाल झाँगड सन्थाल मेचे भोटे शेर्पा लेप्चा लगायतका उत्पीडित जातिहरू बीच व्यापक एकता निर्माणका लागि मोर्चाहरूले आपसी सहकार्य र अन्तर्घुलन मार्फत सुदृढीकरण गर्दै लैजाने उद्देश्य सहित संयुक्त राष्ट्रिय सम्मेलन आयोजना गरेका छौँ। मार्क्सवाद लेनिनवाद माओवादको सही विचार र सिद्धान्तबाट निर्देशित रही 1 नम्बर प्रदेशमा रहेका उत्पीडित जातीय मोर्चाहरूको माध्यमबाट सम्पूर्ण उत्पीडित जाति वर्गहरूको बीच सुदृढ एकताबाट मात्र पहिचान सहितको अधिकार स्थापना गर्न सकिन्छ र सङ्घीय गणतन्त्र नेपालको रक्षा गर्दै मौलिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने स्पष्ट कार्यदिशा निर्माण गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ। गत वैशाख 27 गते धरानमा ऐतिहासिक सभ्यतामा आधारित पुनः नामाङ्कन गर्ने उत्पीडित जाति र वर्गहरू एक हौँ, सङ्घीय गणतन्त्र नेपालको रक्षा गर्दै मौलिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ भन्ने मूल नारासहित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलन सम्पन्न भई आफ्नो बन्द सत्रहरू सञ्चालन गरी राजनीतिक प्रतिवेदन विधान पारित गर्दै केन्द्रीय समिति निर्वाचित गरिसकिएको छ। बाँकी 5 मोर्चाहरूको राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन हामी यही जेठ 31 गते रिभ्यू पार्टी प्यालेसको हलमा संयुक्त रूपमा गर्दैछौँ। सम्मेलनको संयुक्त उद्घाटन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डबाट गरिनेछ। सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरू प्रति सबै प्रकारका सहयोग, सद्भाव र शुभेच्छाका लागि यसै संयुक्त प्रेस विज्ञप्ति मार्फत हामी मोर्चाका अध्यक्ष संयोजकहरू हार्दिक अपिल गर्दछौँ। क्रान्तिकारी अभिवादन सहित धन्यवाद। ममता राजवंशी, कोचेला राष्ट्रिय मुक्ति मोर्चा नेपाल, तारीलाल धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपाल, मोहन टुडू सन्थाल राष्ट्रिय मुक्ति मोर्चा नेपाल, रामलाल झाँगर उराव 5वटै राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन किन भन्ने कुरो प्रेस विज्ञप्तिमा आइसकेको छ। तर पनि के भन्न चाहन्छु भने अहिले यो देशमा भइरहेको जो भ्रष्टाचार अनि जातीय मोर्चालाई चाहिँ अधिकारविहीन बनाउने जुन गतिविधि भएको छ, अब यो राष्ट्रिय सम्मेलनद्वारा हामी चाहिँ सबै मोर्चाहरू एक ठाउँमा उभिएर यो देशको व्यथितिलाई अन्त्य गर्नको लागि र यो देशमा भइरहेको जो आदिवासी जनजातिहरूलाई पछाडि जुन पारिएको छ, जुन चाहिँ यो संविधानले पनि पर्याप्त मात्रामा दिनु सकेको छैन, त्यो अधिकार लिनको लागि अब हामी एक ठाउँमा उभिएर सङ्घर्षको कार्यक्रम घोषणा गरेर जानेछौँ। यो 8-9 वर्ष बित्दा पनि त्यो विषयलाई उठान नगरेको र कानुन नबनेको कारणले हामी जातीय मोर्चाहरू फेरि चाहिँ एकताबद्ध भएर त्यो स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र प्राप्त गर्नको निम्ति हामी सङ्घर्ष गर्नको निम्ति हामी हाम्रो पार्टी आबद्ध जातीय मोर्चाहरू हामी एकताबद्ध भएर हामी सम्मेलन, भेलाहरू र अधिवेशनहरू गरिरहेका छौँ र हामी थप त्यो संविधानले दिएको अधिकारहरू प्राप्त गर्नको निम्ति हामी अगाडि बढ्नको निम्ति पनि यो हाम्रो 31 गते हुने सम्मेलन जो छ, हामी कोचिला, धिमाल, सन्थाल, उराव, झाँगर, मेचे संयुक्त हामीले सम्मेलन गर्न गइरहेका छौँ।